नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। आजको भिडियोमा मैले दुईवटा रोचक कथाहरू लिएर आएको छु। आशा छ आजका कथाहरू पनि तपाईलाई मन पर्नेछ। कथालाई अन्त्यसम्म सुनेर साथ दिनुहोला। पहिलो कथा बहादुर बालक र जादुमय हिमालको रहस्य। एक समयको कुरा हो। नेपालको हिमाली क्षेत्रमा एउटा सानो गाउँ थियो जसको नाम थियो कुइभेर। यो गाउँ चारैतिर हरिया पहाडले घेरिएको थियो जुन सूर्योदयको बखत सुनौलो रंगले चम्किन्थ्यो। गाउँका मानिसहरू साधारण जीवन बिताउँथे। उनीहरू बिहानै उठेर खेतमा काम गर्थे, गाईवस्तु चराउँथे र साँझपख पानीको मूलबाट पानी भर्न जान्थे। गाउँमा एउटा ठूलो चौर थियो जहाँ हरेक वर्ष माघे संक्रान्तिमा ठूलो मेला लाग्थ्यो। त्यहाँ मानिसहरू नाचगान गर्थे। स्थानीय खानाहरू जस्तै सिस्नो, सेलरोटी बेच्थे र बच्चाहरू खेल्ने गर्थे। तर यो शान्त गाउँमा एउटा डरलाग्दो रहस्य लुकेको थियो। गाउँ नजिकै एउटा विशाल हिमाल उभिएको थियो जसलाई स्थानीयहरू जादुमय हिमाल भन्थे। यो हिमालको शिखर सधैँ हिउँले ढाकिएको हुन्थ्यो र त्यसबाट बेला बेला सेतो धुवाँ जस्तो बादल उडिरहन्थे। मानिसहरूको विश्वास थियो कि त्यहाँ एउटा राक्षस बस्छ जसको नाम हिम राक्षस थियो। यो राक्षस धेरै शक्तिशाली र क्रूर मानिन्थ्यो। उनीहरूको किम्वदन्ती अनुसार हरेक वर्षको माघे संक्रान्तिको राति हिम राक्षस गाउँमा आउँथ्यो र एउटा बालक वा बालिकाको बलि माग्थ्यो। यदि गाउँलेहरूले उसको माग पूरा गरेन भने ठूलो विपत्ति आउँथ्यो। कहिलेकाहीँ बाढीले खेत बगाउँथ्यो, कहिले पहिरोले घर पुर्थ्यो र कहिले हिउँको तुफानले गाउँ नै सेताम्मै बनाउँथ्यो। यो परम्परा धेरै वर्षदेखि चल्दै आएको थियो। गाउँका बुढापाकाहरूले यो कुरालाई भाग्यको रूपमा स्वीकार गरिसकेका थिए। उनीहरू भन्थे, यो हाम्रो पुर्खाको ऋण हो, हामीले यो दुःख सहनै पर्छ। हरेक वर्ष गाउँलेहरू मिलेर एउटा बालक वा बालिकाको छनौट गर्थे। यो निर्णय निकै पीडादायक हुन्थ्यो। कसैले आफ्नो छोराछोरी दिन चाहँदैनथे, तर राक्षसको डरले उनीहरूलाई बाध्य बनाउँथ्यो। राक्षसले छानिएको बालकलाई लिएर हिमालको गुफामा लगेर खान्थ्यो र त्यसपछि एक वर्ष गाउँ शान्त रहन्थ्यो। यो वर्ष पनि माघे संक्रान्तिको दिन नजिकै थियो। गाउँमा एउटा बहादुर बालक थियो जसको नाम रामबहादुर थियो। रामबहादुर 10 वर्षको थियो, तर उसको हिम्मत उसको उमेरभन्दा धेरै ठूलो थियो। ऊ सानैदेखि फरक थियो। जब अरू बच्चाहरू गाउँको चोरमा लुकामारी खेलिरहन्थे, रामबहादुर जंगलतिर जान्थ्यो। ऊ रुख चढ्थ्यो, सानो खोला पार गर्थ्यो र कहिलेकाहीँ जंगली हाँसहरूको आवाज सुन्ने कोसिस गर्थ्यो। उसको यो साहसले गाउँका मानिसहरूमा चासो जागृत गर्यो। कतिपयले उसलाई हिमाली बाघ भन्थे, तर कतिपयले उसको साहसलाई खतरनाक ठान्थे। एक दिन रामबहादुर जंगलमा हराएको गाई खोज्न गएको थियो। उसको परिवारको एउटी गाई 2 दिनदेखि हराएकी थिए। गाई हराउनु गाउँमा ठूलो समस्या हुन सक्थ्यो, किनभने त्यसको दूध र मलले परिवारको गुजारा चल्थ्यो। रामबहादुरले जंगलको गहिराईमा पुगेर एउटा पुरानो गुफा फेला पारे। गुफाको प्रवेशद्वारमा बुट्यान र लतार थिए जसले त्यहाँ धेरै समयदेखि कोही पनि नआएको संकेत गर्थ्यो। गुफाभित्र प्रवेश गर्दा उसले एउटा चम्किलो वस्तु देख्यो, एउटा सुनौलो तरवार। तरवारको हतियारमा अनेक रंगका रत्नहरू जडान थिए। जब उसले तरवार छोयो, त्यसले बोल्न थाल्यो, म जादुको तरवार हुँ। तरवारले भन्यो, मलाई प्रयोग गरेर तिमी ठूलो काम गर्न सक्छौ, तर यो तरवार केवल सत्य र साहसको लागि मात्र काम गर्छ। रामबहादुर चकित भयो। उसले तरवारलाई आफ्नो झोलामा लुकाएर घर फर्कियो। त्यसपछि उसले कसैलाई पनि यो कुरा बताएन, तर मनमा एउटा विचार पलायो, यदि यो तरवारले ठूलो काम गर्न सक्छ भने किन नहोस्, यो हिम राक्षसको अन्त्यको लागि प्रयोग गरियोस्। यो वर्षको माघे संक्रान्तिको दिन नजिकै गाउँमा तनाव बढ्न थाल्यो। गाउँलेहरू भेला भए र राक्षसको लागि बलि दिने निर्णय गर्नुपर्ने भयो। यसपटक छानिएको बालिका थिए सीता। सीता 8 वर्षकी थिए र ऊ रामबहादुरकी छिमेकी छोरी थिए। सीता सधैँ हाँस्ने, फूलहरू टिप्ने र गीत गाउने बालिका थिए। सीता रामबहादुरको लागि उसकी बहिनी जस्तै थिए। जब उसले थाहा पायो कि सीताको नाम बलिको लागि छानिएको छ, उसको मनमा आगो लाग्यो। ऊ बाबुआमा कहाँ गयो र भन्यो, म सीतालाई बचाउन जान्छु, म राक्षससँग लड्छु। बाबुआमाले रोक्न खोजे। तिमी सानै छौ राम। बाबुले भने, यो हिम राक्षस धेरै शक्तिशाली छ, तिमीले यो लडाई जित्न सक्दैनौ। तर रामबहादुरले कसैको कुरा मानेन। ऊ गाउँका बुढापाकाहरूसँग भेट्न गए। मलाई अनुमति दिनुहोस्, उसले भन्यो, म हिम राक्षसलाई हराउन सक्छु। बुढापाकाहरू हाँसे। तिमी एक बालक मात्रै हौ, उनीहरूले भने। यो हाम्रो नियति हो। तर रामबहादुरले हार मानेन। अन्तमा उनीहरूले उसलाई अनुमति दिए, तर उनीहरूको मनमा शंका थियो। रामबहादुरले आफ्नो जादुको तरवार लिएर हिमालतिर लाग्यो।
उसको यात्रा सुरु भयो। हिमालको आधारमा पुग्नका लागि उसले 3 दिनको बाटो तय गर्नुपर्ने थियो। पहिलो दिन ऊ एउटा गहिरो खोलामा पुग्यो। खोलाको पानी तीव्र गतिमा बगिरहेको थियो र कुनै पुल थिएन। ऊ कसरी पार गर्ने? अचानक एउटा बुढो बाँदर रुखको हाँगामा उफ्रिँदै आयो। बाँदरले भन्यो, म तिमीलाई मद्दत गर्छु, तर तिमीले मलाई एउटा फल दिनुपर्छ। रामबहादुरसँग फल थिएन, तर उसले झोलाबाट एउटा सानो अमिलो केरा निकाल्यो, जुन उसले बिहान खानका लागि लिएको थियो। बाँदरले केरा खायो र खुसी भयो। त्यसपछि उसले एउटा बलियो रुखको हाँगा तोड्यो र खोलामा राखेर एउटा अस्थायी पुल बनायो। रामबहादुरले पुल पार गर्यो। बाँदरले हाँस्दै भन्यो, विश्वास राख बालक, तिमीले अझ धेरै परीक्षा गर्नुपर्छ। यो पहिलो जित थियो। दोस्रो दिन ऊ एउटा घना जंगलमा पुग्यो। जंगलमा ठूला ठूला रुखहरू थिए र चराहरूको चिरबिर सुनिन्थ्यो। तर अचानक एउटा ठूलो सिंह बाटोमा उभियो। सिंहको आँखा राता थिए। उसको गर्जाइले जमिन कापिरहेको थियो। को हो यो? सिंहले भन्यो, मलाई भोक लागेको छ, म तिमीलाई खान्छु। रामबहादुर डराएन। उसले आफ्नो तरबार निकाल्यो। तरबारले भन्यो, सिंहलाई एउटा कथा सुनाऊ, उसको मन जित। रामबहादुरले सोच्यो र एउटा कथा सुरु गर्यो। एक समयको कुरा हो। एउटा जंगलमा एउटा बहादुर सिंह बस्थ्यो। ऊ आफ्नो जंगललाई शिकारीहरूबाट बचाउन लड्थ्यो। उसले आफ्नो जीवन दियो, तर जंगल सधैँ सुरक्षित रह्यो। यस्तो कथा सुनेपछि सिंहको आँखामा आँसु आयो। तिमी साहसी रहेछौ, सिंहले भन्यो, म तिमीलाई जान दिन्छु, र ऊ पछि हट्यो। तेस्रो दिन रामबहादुर हिउँको क्षेत्रमा पुग्यो। चिसोले उसको हात खुट्टा सुनिन थाले। ऊ थकित भइसकेको थियो र उसको मनमा सीताको अनुहार आइरह्यो। अचानक एउटा हिउँको मान्छे जस्तो प्राणी अगाडि अडियो। त्यो यति थियो, जसको शरीर पुरै हिउँले बनेको थियो। यतिले भन्यो, यो मेरो क्षेत्र हो, तिमी किन यहाँ आयो? रामबहादुरले भन्यो, म हिम राक्षससँग लड्न आएको हुँ, तिमीले मलाई मद्दत गर्छौ? यतिले हाँस्दै भन्यो, मलाई एउटा खेलमा जित। उनीहरूले हिउँको बल फाल्ने खेल खेले। रामबहादुरले यतिलाई हरायो। यति खुसी भयो र उसलाई एउटा जादुको कोट दियो। कोटले चिसोबाट बचाउँथ्यो र उसले बलियो महसुस गर्यो। अब रामबहादुर हिमालको शिखर नजिक पुग्यो। त्यहाँ एउटा ठूलो गुफा थियो। गुफाको प्रवेशद्वारमा हिउँको ढुङ्गा थिए र भित्रबाट ठूलो गर्जन सुनिन्थ्यो। गुफाभित्र हिम राक्षस बस्थ्यो। राक्षसको शरीर कालो रंगको थियो। उसको आँखा रातो र दाँत धारिलो। उसको हातमा एउटा ठूलो हतौडा थियो। को हो यो सानो किरा? राक्षस गर्जियो, म तँलाई खाइदिन्छु। रामबहादुरले तरबार निकाल्यो। लडाईँ सुरु भयो। राक्षसले हतौडाले प्रहार गर्यो, तर रामबहादुरले छल्न सफल भयो। तरबारले राक्षसको हात काट्यो, तर राक्षस बलियो थियो। उसले रामबहादुरलाई समात्न खोज्यो। अचानक रामबहादुरले सम्झ्यो, किम्वदन्ती अनुसार राक्षसको कमजोरी उसको मुटुमा थियो। उसले तरबारले मुटुमा प्रहार गर्यो। राक्षस ठूलो चिच्याहाट सहित ढल्यो। राक्षस मरेपछि हिमालबाट एउटा जादुको प्रकाश आयो। प्रकाशबाट एउटा देवता प्रकट भए। देवताले भने, तिमीले राम्रो काम गर्यौ। यो राक्षसले गाउँलाई दुःख दिएको थियो, अब गाउँ सधैँ सुरक्षित रहनेछ। देवताले रामबहादुरलाई एउटा जादुको बिउ दियो, जसले गाउँमा सधैँ फलफूल दिने गर्थ्यो। रामबहादुर गाउँ फर्कियो। सबैले उसलाई स्वागत गरे। सीता सुरक्षित भई। गाउँमा खुसी छायो। यो कथाले सिकाउँछ कि साहस र बुद्धिले ठूलो समस्या हल गर्न सकिन्छ। दर्शक तथा श्रोतावृन्द, लागौं अर्को कथातर्फ। कथाको शीर्षक हिमाली परी र हराएको गीत। एक समयको कुरा हो। नेपालको कर्णाली क्षेत्रमा एउटा सुन्दर गाउँ अवस्थित थियो, जसको नाउँ थियो सूर्योदयको गाउँ। यो गाउँ हिमाली पहाडको काखमा बसेको थियो, जहाँ बिहानको घाम पहाडको चुचुरोबाट उज्यालो फैलाउँथ्यो र पहेँलो सुनौलो किरणले गाउँलाई चम्काउँथ्यो। गाउँका घरहरू ढुङ्गा र माटोले बनेका थिए र ती घरहरूको छतमा सूर्यको प्रकाश पर्ने बित्तिकै सुन्दर छाया बन्थ्यो। गाउँका मानिसहरू सधैँ खुसी थिए। उनीहरू बिहानै उठेर खेतमा जोत्ने, मकै र कोदो रोप्ने, भेडा खसी चराउने र साँझपख एक आपसमा भेटेर कुराकानी गर्थे। गाउँको जीवन साधारण भए पनि त्यहाँको माया र एकता कुनै ठूलो शहरको भन्दा कम थिएन। हरेक पूर्णिमाको राति गाउँलेहरू एक ठाउँमा भेला भएर एउटा विशेष गीत गाउँथे, जसलाई हिमाली गीत भनिन्थ्यो। यो गीत गाउँको संरक्षणको लागि गाइने गरिन्थ्यो र किम्वदन्ती अनुसार यो गीतले गाउँलाई प्राकृतिक विपत्तिबाट जोगाउँथ्यो, हिम पहिरो, बाढी र जंगली जनावरहरूको आक्रमणबाट। गीतको शब्दहरू प्राचीन थिए र ती शब्दहरू गाउँका बुढापाकाहरूले सन्तान दर सन्तानमा हस्तान्तरण गरेका थिए। तर एक दिन यो गीत अचानक हरायो र गाउँमा त्रास फैलियो। गाउँका बुढापाकाहरूले यो गीतको रहस्य बताए। उनीहरू भन्थे कि यो गीत एउटी हिमाली परी कहाँ सुरक्षित थियो, जो जादुको हिमालको गहिराईमा बस्ने गर्थे। त्यस परीलाई हिमकिरण भनिन्थ्यो। हिमकिरणको सौन्दर्य अद्भुत थियो। उसको कपाल हिउँ जस्तो सेतो र चिल्लो।
आँखा नीलो र गहिरो र शरीरमा चम्किलो पहेँलो पहिरन जो हावासँगै उडिरहन्थ्यो। उसको हातमा सधैँ एउटा सुनौलो किताब हुन्थ्यो जुन गीतको शब्दहरूले भरिएको थियो। किम्वदन्ती अनुसार हिमकिरणले यो गीत गाउँलेहरूलाई दिएका थिए ताकि उनीहरूको गाउँ सधैँ सुरक्षित रहोस्। तर धेरै वर्ष पहिले एउटा लोभी मानिसले यो गीत चोर्न खोज्यो। उसले हिमकिरणलाई धोका दियो र गीत चोर्यो। तर हिमकिरणले त्यो गीत फिर्ता लिएर आफ्नो हिमाली गुफामा लगेकी थिए। त्यसपछि कसैले पनि गीत फर्काउन सकेन। हरेक वर्ष गाउँलेहरूले हिमकिरणलाई गीत फिर्ता माग्न कोसिस गर्थे, तर जो कोही पनि हिमालको शिखरबाट फर्केर आएनन्। उनीहरूको विश्वास थियो कि हिमकिरणले ती मानिसहरूलाई सजाय दिएका थिए। यो वर्ष पनि पूर्णिमाको रात नजिकै थियो र गीत नभएको कारण गाउँमा ठूलो त्रास फैलिँदै थियो। गाउँका मानिसहरू भेटेर चिन्ता व्यक्त गर्थे। हिम पहिरो आउला, कसैले भन्थे, बाढीले गाउँ बगाउला, अर्कोले थप्थे। गाउँमा एउटा किशोरी थिए जसको नाम थिरमाया थियो। थिरमाया 15 वर्षकी थिए र ऊ गाउँकी सबैभन्दा मधुर स्वरकी गायिका थिए। उसको कपाल कालो र लामो थियो र उसको अनुहारमा सधैँ हाँसो खेलिरहन्थ्यो। ऊ सानैदेखि गीत गाउन रुचाउँथे। जब ऊ गाउँथे, गाउँका चराहरू पनि उसको साथ दिन्थे र हावा पनि उसको स्वरसँगै मधुर लाग्थ्यो। गाउँका मानिसहरूले उसलाई हिमाली कोइली भन्थे किनभने उसको स्वरले गाउँलेहरूलाई मन्त्रमुग्ध पार्थ्यो। जब गीत हराएको कुरा थाहा भयो, थिरमायाले निर्णय गरिन् ऊ हिमकिरणसँग गीत फिर्ता लिन जानेछिन्। थिरमायाले आफ्नी आमा र बुबासँग कुरा गरिन्। मलाई जान दिनुहोस्, उनले भनिन्, म हिमाली गीत फर्काएर ल्याउँछु। बाबुले चिन्तित हुँदै भने, यो धेरै खतरनाक यात्रा हो छोरी। हिमालमा हिउँको तुफान, जंगली जनावर र अनेकौं जोखिमहरू छन्। तिमीले यो यात्रा पूरा गर्न सक्दैनौ। तर थिरमायाले हार मानिनन्। मलाई विश्वास छ, उनले भनिन्, मेरो स्वरले मलाई बाटो देखाउँछ। आमा र बाबुले उसको हिम्मत देखेर आँसु खसाल्दै आशीर्वाद दिए। गाउँका बुढापाकाहरूसँग अनुमति माग्दा उनीहरूले पनि उसको साहसको प्रशंसा गरे। हाम्रो आशा तिमीमा छ, उनीहरूले भने। थिरमायाले आफ्नो झोलामा धेरै खानेकुरा, रोटी, चिउरा र सुकाएको आलु, एउटा सानो ढोल र एउटा हातमा बाँध्ने रातो रुमाल लिएर यात्रा सुरु गरिन्। पहिलो दिन उनी एउटा घना जंगलमा पुगिन्। जंगलमा ठूला ठूला सालका रुखहरू थिए र ती रुखहरूको बीचबाट सूर्यको प्रकाश छिरेर जमिनमा सुनौलो तारा बनाउँथे। चराहरूको चिरबिर र हावाको सुगन्ध। तर अचानक एउटा ठूलो बाघ बाटोमा उभियो। बाघको शरीर बलियो थियो र उसको आँखामा ज्वाला देखिन्थ्यो। बाघ गर्जियो, तिमी यहाँ किन आयो? मेरो क्षेत्र हो यो। थिरमाया डराइनन्। उनले ढोल निकालिन् र बजाउन थालिन्। ढोलको धुनसँगै उनले एउटा सानो गीत गाइन् जुन उनको मनबाट निस्किएको थियो। गीतको मधुरताले बाघको मन छुयो। बाघको आक्रामकता कम भयो र उसले भन्यो, तिमी त साहसी रहेछौ। तिम्रो स्वरले मलाई शान्ति दियो। तिमी जान सक्छौ। र बाघ जंगलको गहिराईमा हरायो। दोस्रो दिन थिरमाया एउटा ठूलो खोलामा पुगिन्। खोलाको पानी तीव्र गतिमा बगिरहेको थियो र पानीको बहावले गर्दा पानीको थोपाहरू हावामा उडिरहेका थिए। कुनै पुल थिएन। ऊ कसरी पार गर्ने? अचानक पानीमा एउटा माछो उफ्रियो। माछाको शरीर चम्किलो थियो र उसका आँखा उज्जवल थिए। माछाले भन्यो, म तिमीलाई मद्दत गर्छु, तर तिमीले मलाई एउटा गीत सुनाउनु पर्छ। थिरमायाले एउटा पुरानो नेपाली लोकगीत गाइन् जुन उसले बाबुबाट सुनेकी थिइन्। गीतको शब्दहरू थिए, हिमालको काखमा फूल फुल्छ, हाम्रो गीतले जीवन चल्छ। माछा खुसी भयो र पानीमा एउटा बाटो बनायो जसले खोलाको बीचबाट सुक्खा मार्ग देखायो। थिरमायाले पार गरिन् र माछाले हाँस्दै भन्यो, तिम्रो यात्रा शुभ रहोस्। तेस्रो दिन ऊ हिउँको क्षेत्रमा पुगिन्। चिसोले उसको हात खुट्टा सुनिन थाले र चिसो हावाले उनको अनुहार जलाउन थाल्यो। उनी थकित भइसकेकी थिइन्, तर उनको मनमा गीतको सपना थियो। अचानक एउटा हिउँको हरिण अगाडि आयो। हरिणको शरीर पुरै हिउँले बनेको थियो र उसका खुरहरू चम्किरहेका थिए। हरिणले भन्यो, यो मेरो क्षेत्र हो, तिमी किन आयौ? थिरमायाले भनिन्, म हिमकिरणसँग हिमाली गीत लिन आएको हुँ। हाम्रो गाउँको संरक्षणको लागि यो गीत आवश्यक छ। हिरणले हाँस्दै भन्यो, पहिले मेरो एउटा पहेली हल गर। यदि तिमीले हल गर्यौ भने म तिमीलाई मद्दत गर्छु। पहेली थियो, म उज्यालो हुँ तर आगो होइन, म चिसो हुँ तर पानी होइन, म के हुँ? थिरमायाले सोचिन्। उसले पहाडको हिउँ सम्झिन् र जवाफ दिइन्, हिउँ। हरिण खुसी भयो र उसलाई एउटा जादुको स्काफ दियो। स्काफले चिसोबाट बचाउँथ्यो र उनले बलियो महसुस गरिन्। अब थिरमाया हिमालको शिखर नजिक पुगिन्। त्यहाँ एउटा चम्किलो गुफा थियो जसको प्रवेशद्वारमा हिउँका ढुङ्गाहरू थिए। गुफाभित्र प्रकाश फैलिएको थियो र हावाले मधुर धुन बजाइरहेको जस्तो लाग्थ्यो। गुफाभित्र हिमकिरण बस्थे। परीको अनुहार चम्किरहेको थियो र उसको हातमा एउटा सुनौलो किताब थियो। उसको वरिपरि हिउँका फूलहरू उम्रिएका थिए।
तिमी किन आयो? हिमकिरणले मधुर स्वरमा सोधिन्। थिरमायाले भनिन्, हाम्रो हिमाली गीत फिर्ता दिनुहोस्। गीत बिना हाम्रो गाउँ ध्वस्त हुनेछ। हामीले धेरै वर्षदेखि यो गीत गाएर आफ्नो जीवन बिताएका थियौं। हिमकिरण हाँसिन्। यो गीत चोर्न खोज्नेले मलाई धोका दिएको थियो, उनले भनिन्। त्यसपछि मैले यो गीत आफ्नो साथै राखेँ। तिमीले यो साबित गर्नुपर्छ कि तिमी सत्यको साथमा छौ र यो गीतको सम्मान गर्छौ। उनले थिरमायासँग एउटा परीक्षा लिइन्, एउटा मधुर गीत गाउन भनिन्। थिरमायाले आफ्नो मनबाट एउटा नयाँ गीत निकालिन्। गीतको शब्दहरू थिए, हिमालको हावाले बोल्छ, हाम्रो प्रेम बग्छ, सूर्योदयको उज्यालो गाउँ बाँच्न सक्छ। गीतको मधुरताले गुफाभित्रको हिउँ पक्लिन थाल्यो र हिमकिरणको आँखा उभाए। तिम्रो स्वर साँच्चै मधुर छ, उनले भनिन्। तिम्रो हृदयमा संगीतको शक्ति छ। उनले सुनौलो किताब खोलिन् र गीतको शब्दहरू थिरमायालाई दिन्। थिरमाया गाउँमा फर्किन्। पूर्णिमाको राति गाउँलेहरू एक ठाउँमा भेला भए। थिरमायाले हिमाली गीत गाइन् र गीतको धुनले गाउँमा शान्ति फैलियो। हिम पहिरो र बाढीको डर हरायो। गाउँलेहरूले थिरमायालाई सम्मान गरे र त्यस दिनदेखि हरेक पूर्णिमामा उनको नाममा एउटा उत्सव मनाउन थालियो। यो कथाले सिकाउँछ कि साहस र सत्यले सबैको समस्या हल गर्न सक्छ। दर्शक तथा श्रोतावृन्द, यो रहेको थियो 2वटा कथाहरू। तपाईलाई कस्ता लागे कृपया कमेन्टमा उल्लेख गर्नुहोला। भोलिको भिडियोमा अर्को नयाँ कथाको साथ उपस्थित हुनेछु। तबसम्मको लागि म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्। नमस्कार।